हामी हजारौं गुलमान लिएर आउनेछौँ। सरकार कमिसन खोर व्यापारीहरूको पक्षमा छ, यो प्रमाणित गरेको छ। उज्यालो नेपाल बनाएर के गल्ती गरे कुलमानले? घाटामा गएको विद्युत प्राधिकरणलाई नाफा गराएर के गल्ती गरे कुलमानले? जब कुलमान, बालेन, रवि जस्ता परिवर्तनकारीहरूलाई सिद्ध्याउने षड्यन्त्र हुन्छ तब प्रश्न उठ्छ सरकार कुन बाटोमा अघि बढ्दैछ। मुलुकलाई लोड सेडिङ मुक्त गराएर के गल्ती गरे कुलमानले? भारत र बंगलादेशमा बिजुली बेच्ने निर्णय गराएर के गल्ती गरे कुलमानले? यही हो गणतन्त्रको उपलब्धि। के प्रधानमन्त्रीज्यू तपाईँ हिटलर बन्दै हो? म सरकारसँग माग गर्न चाहन्छु कि कति पैसा कुन एनजिओ मार्फत आए केमा लगानी हो। कुलमान घिसिङलाई बिहान हटाइन्छ, बेलुका हटाइन्छ, भोलि हटाइन्छ, पर्सि हटाइन्छ। यदि भोलिबाट यो तस्करी रोकिएन भने म गृहमन्त्रीज्यूलाई 0 नम्बर दिन्छु। धन्यवाद। देश बनाउनेलाई हटाउने र देश लुट्ने र जोगाउने खेल बन्द गरियोस्। ऊर्जा मन्त्रालयमा के भइरहेको छ सम्माननीय सभामुखज्यू? जसले लाइन विद्युतको महसुल तिर्दैन उसैको लाइन नकाट्न भनेर यस्तो प्रकारको निर्देशन किन गरिएको होला सम्माननीय सभामुख महोदय? सरकारले यसरी बारम्बार वचन मात्र दिने काम नगर्ने हो भने त्यसले केवल जनताको विश्वास तोड्ने काम मात्रै गर्छ। चल्ने बेला चाहिँ स्वास्थ्य बिमा हामीले ल्यायौं भनेर जस लिन खोज्ने अनि यसलाई अलपत्र पारेर वर्षौंसम्म जम्मा 26 देखि 28% मात्र पहुँच राखेर आजसम्म यो कार्यक्रमलाई धराशायी बनाएपछि हतोत्साहित हुने बानी राम्रो भएन। म सरकारसँग माग गर्न चाहन्छु कि कति पैसा कुन एनजिओ मार्फत आए केमा लगानी हो, कति धर्मान्तरणमा भयो, कति जात लगाउनेमा भयो, कति अनि देश टुक्राउनेमा भयो लगानी भयो, यो सम्पूर्ण जानकारी यो सदन